still think in the sunset. So hello guys, welcome to my YouTube channel. So basically यो च्यानलमा चाहिँ तपाईहरुले के हेर्न पाउनुहुन्छ भन्दाखेरि हाउ स्टुडेन्ट वर्क इन अस्ट्रेलिया, कसरी काम हुन्छ, मान्छेहरूले कसरी काम गर्छ, केटाकेटीहरूले स्पेसली कमर्स कसरी काम गरिन्छ, के हिसाबले काम गरिन्छ र काम के हुन्छ। नेपाल झन्डै खस नेपालको काम, नेपालमा हुने काम र अस्ट्रेलियामा हुने काम धेरै फरक हुन्छ र कसरी गरिन्छ, के गरिन्छ, के क्राइटेरियाहरू म्याच गर्नुपर्ने हुन्छ भनेर चाहिँ आज म देखाउन खोजिरहेको छु। I might upload this vlog, म सायद राख्न नि सक्छु, सायद राख्न नि सक्दिनँ। सो अब म चाहिँ बेसिकली अरूहरू केही कुराहरू देखाउन खोज्छु होइन। दिस इज द मेकलाइन, यो मेकलाइन, यसमा हुन्छ यो सबै खानेकुरा त्यहाँ राखेको हुन्छ। बिफोर आफ्टर 10 चाहिँ हामीले लाइक यहाँबाट सिफ्ट गरेर उता पठाउनु हुन्छ अनि यसरी सिस्टममा अर्डरहरू आइरहेको हुन्छ होइन। अनि त्यो सिस्टममा यो ग्लोभ्स लाउनुपर्छ हामीले, यो ग्लोभ्स लायो अनि भित्र कोल्ड रुममा गयो। कोल्ड रुमबाट कोल्ड रुम हो यो चाहिँ बेसिकली ठुलो फ्रिज, सबै चिसो हुन्छ। यो माइनस डिग्रीमा, माइनसमा त पुग्दैन, अराउन्ड 1-2 डिग्रीमा पुगेको हुन्छ। थिन भनेको अब यस्तो बक्साहरूमा हुन्छ होइन। एकछिनमा देखाउँछु म त्यो थिन भनेको। अब एउटा निकाल्यो, अब निकाल्छु अनि देखाउँछु। असुर राख्यो, यो निकाल्यो, त्यो निकालेर फाल्यो। बार्बिक्यू सस भनेको यो हो, यसलाई यसरी बिचमा हाल्यो, यसरी घुमायो अनि त्यसपछि अर्को पनि अर्डर आएको छ, टाइम अर्डर। यो भने टाइम अर्डर भनेको चाहिँ पहिल्यै अर्डर गरेर राखेको चिज बनाएको हुन्छ, त्यो बनाइसकेको हुन्छ कसैले। म चाहिँ फ्रेसै बनाउँछु। त्यसपछि बार्बिक्यू मिट लभमा बिफ जान्छ, बिफ हाल्यो, पेपरोनी हाल्यो, पेपरोनी यसरी छुट्टाएर हाल्यो। त्यसपछि ससेजहरू यस्तो स्लाइसमा हुन्छ, यसरी ससेजहरू स्लाइस हाल्यो। त्यसपछि चिज, अब हाम्रो नेपालमा चाहिँ चिज बेसी हाल्यो भने दामी हुन्छ पिज्जा भनेर हुन्छ, तर होइन, चिज भनेको ठिक्ककै हाल्नुपर्छ। चिज अराउन्ड 85 ग्राम्स हाल्नुपर्छ होइन। अब नेपालीहरूलाई चाहिँ चिज टन्नै चाहिन्छ। अनि त्यसपछि माथिबाट बेकन यो हाल्यो, बेकन हाल्यो, द्याट्स इट, द्याट्स एमडिबी मा डोमिनोज छ। त्यसपछि एमडिबी मेल्स, यो चाहिँ डेलिभरी हो। यहाँ यसरी अब यहाँ इन्टर थिच नि एउटा जान्छ तर गएन, किन? ए तार छुट्टा छ भनेपछि अब यताबाट गरौँ। अब फेरि त्यही अघि आधी निकालेको यो निकाल्ने। यो अघि चिजी बाइट्स 2टा भनेको थियो, चिजी बाइट्स भनेको यो हो। यसरी 2टा हाल्यो यस्तो फोइलमा, म चाहिँ च्यात्दिनँ। अब 10 बाइट्स यो 1 2 3 4 5 6 7 8 9 10 कतिवटा छ? 1 2 3 4 5 6 7 8 9वटा मात्रै सक्यो। 1 2 3 4 5 6 7 8 9 10 झन्डै 2टा बेसी गएको। 1 2 3 4 5 6 7 8 9 10 ला खास मोज गरोस्। त्यसपछि अघि मैले मिस्टेक गरेको थिएँ, त्यो चिज मेल्स मात्रै रहेछ। यो म बनाएको चाहिँ देखाउँदिनँ होइन। अब क्रिमी चिकन बनाउनु, पिज्जा बनाउनु चाहिँ यस्तो डक्कर हुन्छ हाम्रो। डक्कर बनाउनु क्रिमी चिकनमा त्यो अघिको क्रिम फ्रेस सस,
garlic sauce. Do you know where the gluten-frees are? No? So what you do is just go straight. Check on the second rack on bottom. You'll find the gluten-free over there. It's a bit this thick. So it's basically like thin base but on the hard shape. So chicken aloo. त्यसपछि cheese हाल्यो अनि मसरुम हाल्यो चिकन एन्ड मसरुम यस्तो एक्सेसिभ आउँछ यस्तो नचाहिनेहरू आउँछ यसरी खुट्टा खुट्टा फाल्दैन सो द्याट्स डन अनि यहाँबाट हालिदियो वहाँबाट निस्किन्छ गार्लिक ब्रेड्स सो अघि हालेको चिज चाहिँ यहाँ यसरी निस्किरहेको हुन्छ यस्तो क्लिपर्स भनौँ है यसलाई त्यही नै हुन्छ होला यस्तो गऱ्यो सर र यसरी घुमायो अनि ब्लेडले काट्ने हुन्छ च्याप 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 यस्तो सेपमा हुन्छ यसलाई बक्समा बन्द गर्ने त्यसपछि अघिको एमडिबी बक्स लस्यो यस्तो सानो can you bring one classic from inside and one mini as well, please? Yeah, one classic crust and one mini crust. Well, you would get ready to work. यसरी निकाल्यो यसरी राख्यो यहाँ यस्तो हुन्छ यहाँ गएर यस्तो ब्यागहरू हुन्छ यस्तो ब्यागमा निकाल्ने यस्तो ब्यागमा यसरी हाल्ने अनि त्यसपछि यस्तो अघि त्यहाँको अर्डर चाहिँ त्यहाँको अर्डर बम्प गऱ्यो भने चाहिँ यहाँ यसरी आउँछ यस्तो हुन्छ अनि 116 पहिला 118 गऱ्यो अनि ड्राइभरको नाम आउट पर्सनल कार सर सो द्याट गोज अन मेल्स बक्स दिस वान सो अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि अब भनेको हामी फुड काउन्ट भन्नाले चाहिँ के हुन्छ भन्दाखेरि यो सबै त गर्न पर्दैन आज डेली काउन्ट भनेको चाहिँ यस्तो मिट्सहरू राखेको यो त्यो तिनीहरू त्यो अनि त्यसपछि त्यो सबै तलको त्यो चिजहरू अनि यो माथिको गार्लिक ब्रेड पर्दैन त्यो यो भेजिसहरू सबै नै काउन्ट गर्नुपर्छ सो म त्यो काउन्ट गरिसकेपछि चाहिँ आई सो यु मो मेबी नट बिकज आइ एम गेटिङ टु बिजी अनि टर्ने डेलिभरीहरू पनि छ अनि त्यहाँ वेट गरेर बसिरहेको छु लाइक मोर देन कति मिनट्स 7 मिनट्स भइसक्यो अब अर्को त्यो डेलिभरी पुऱ्याएर आउँछ त्यसपछि चाहिँ बल्ल त्यो लोड गर्ने अनि अहिलेलाई चाहिँ यति नै त्यहाँबाट भित्रबाट यसरी आउँछ यो ओभन चाहिँ 256 को हिट फाल्छ होइन अनि 4 मिनटमा निकाल्छ सबै कुरा पकाएर सो त्यति नै हो अहिलेको लागि चाहिँ 4 चाहिँ लास्टै 4 छ है अनि अर्को कुरा देखाउँछु यो चाहिँ हामीले थिक सेक बनाउँछ यसबाट यता तलतिर आइसक्रिमहरू हुन्छ होइन अब यो अरू सबै उ गर्ने ठाउँ हो यो मेकलाइनको सामान हो होइन अनि त्यसपछि यतापट्टि चाहिँ भाँडासाँडा धुने हो भाँडासाँडा खैरेले मजाले ड्यामडुम हानिसक्यो अब ऊ त्यो 3-4वटा बोतल बाँकी हो द्याट्स इट वासअप अनि त्यसपछि हामीले बिनहरू पनि चेन्ज गर्नुपर्छ अनि फ्लोर पुरै पानी फालेर म त्यो देखाउन कभर गर्न खोज्छु तर अलि ऊ पनि हुन्छ कोही कोहीहरू क्यामेरामा आउन खोज्दैन त्यही भएर त्यसले गरेर हुन्छ सो आई थिङ्क आई विल नट सो द्याट वान अनि त्यसपछि मेकलाइनमा यस्तो सानो डन्डी हुन्छ अघि देखाएको थिएँ नि मैले मेकलाइनमा अब यो चाहिँ त्यसको भित्र जान्छ
त्यो चाहिँ त्यसको भित्र जान्छ होइन। कस्तो हुन्छ भन्दाखेरि यो यसरी निकाल्यो, यसरी 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 त्यहाँ हुन्छ, त्यहाँ हुन्छ, भयो यसरी यहाँ जान्छ, यसरी यहाँ जान्छ। That's it. अब सबै काम सकिसक्यो लगभग। सो एभ्रिथिङ इज क्लिन, यता पनि क्लिन भइसक्यो अनि यता क्लिन। यो चाहिँ मैले क्लिन अघि फिल्म गर्न सकिनँ किन भन्दाखेरि टु बिजी भएको थियो। त्यसपछि यो सबै यो फ्लोर सबै गर्नुपर्छ, यो सबै क्लिन हुन्छ। देन आफ्टर त्यहाँ अगाडि अघि त्यहाँ राखेको थिएँ नि त्यो सामानहरू, यतापट्टि यसरी यताभित्र लिएर आएर सबै स्टोर गर्नुहुन्छ। इभन कोल्ड रुम पनि एभ्री डे नै फ्लोरमा भ्याक्युम सबै गर्नुपर्छ। बत्ती बन्द गरिदियो, ढोका लगाइदियो, त्यसपछि स्कुटरहरू भित्र लिएर आउनु पर्छ सबै, अनि त्यो त्यहाँ राख्नुपर्छ। बाहिर राखेको हुन्छ इलेक्ट्रिक साइकल हो त्यो झन्डा, अनि त्यसपछि ब्लेड कटरहरू योहरू त्योहरू सबै यता लिएर राखिदिनु पऱ्यो। अफ गरिसक्यो। अनि त्यहाँ पनि सस स्प्याचुलाहरू सबै डक एभ्रिथिङ सबै यसरी मिलाएर राखिदिनु पऱ्यो। त्यो पिज्जा बनाउने रिङ त्यो। अब त्यसपछि हल्का फुल्का सानो मेरो म्यानेजर कामहरू हुन्छ। अब त्यो चाहिँ अब मैले देखाउनै मिल्दैन सायद। मैले खासरी यो जति गरेको चिज पनि मैले देखाउनु मिल्दैन होला, त्यही पनि मैले देखाइरहेको छु, तर पाल भएन त्यो हो। अनि अर्को खासै केही छैन। अब सेल्स रिपोर्टहरू त्योहरू पठाउँछु, अनि त्यसपछि चाहिँ अब घर जाने बेला मेरो आउँछ। हाम्रो रेगुलरली क्लोज हुने भनेको चाहिँ 11 हो, तर स्याटरडे अनि अर्को कुन दिन हो, फ्राइडे चाहिँ 12 बजे क्लोज हुन्छ। अनि लास्टमा चाहिँ हामीले यसरी सेल्स रिपोर्ट बनाउनु पर्छ होइन। सेल्स रिपोर्ट अट्याच गरेर सेन्ड गर्नुपर्छ। माथि चाहिँ नदेखाएको रिजन चाहिँ इमेलहरू छ अरूहरूको। सेन्ड गर्यो, सेन्ड गरिसकेपछि चाहिँ अब चाहिँ सबै कुरा सकियो नै भनौँ। सबैजना सबै सक्यो। बत्ती बन्द गर्ने, त्यसपछि भाग्ने हाम्रो अब अलार्म, स्टोरको अलार्म सेट गर्ने। अनि स्टोरको अलार्म सेट गरिसकेपछि चाहिँ यहाँबाट तुफान भाग्नुपर्छ। स्टोरको अलार्महरू चाहिँ यतातिर हुन्छ होइन। अनि स्टोर अलार्म सेट गरेको चाहिँ नदेखाउँ। पासवर्ड कन्फ्युज भयो। ओके भयो, यो भयो। ए सेट, मैले मेरो खानेकुरै लिन बिर्सेँ त यार। लास्ट चाहिँ आउँथ्यो नि, फेरि अलार्म कराउँछ कि फेरि यो भयो। भागौँ। यो टिभी पनि अफ गर्नुपर्छ यार। यसलाई फ्लोरमा राखौँ होइन। अब चाहिँ यो यस्तोमा चाबी हुन्छ, यसको कोड पनि नदेखाउँ।
कोड चाहिँ नदेखाउँ है। मैं कसम यहाँ बस्ने मान्छेहरूले भ्लग हेरेर आइदियो भने त स्टोर खोलेर बर्बाद गरिदियो भने नि केही नचोर्ने त यहाँ कसले के नै सक्छ र होइन। यसरी घुमाइदियो नचोरे पनि आएर ढोका सोका खेर डिङडिङ गरिदिए पनि लखडा त लखडा हुन्छ नि त। अब त्यही नै हो होइन। अरू भनेको चाहिँ अब चाहिँ सो यति नै हो। अब मैले अरू यो भ्लग हालिहालेँ भने चाहिँ यो भ्लग हालेँ भने त म डेली नै हाल्छु होइन। यदि यो भ्लग हालिनँ भने चाहिँ सायद यो भ्लग मेरो फोनमा मात्रै बस्छ। सो थ्याङ्क यू फर वाचिङ। प्लिज डु सब्सक्राइब टु माई च्यानल। लाइक साइक गर्न पर्दैन अहिले, सब्सक्राइब गरे पुग्छ अहिलेलाई चाहिँ। अनि अरू के नै भन्नु छ, सब्सक्राइब गर्नु, सक्दोसम्म सेयर गर्नु, सबैलाई देखाइदिनु। अनि अरू त केही पनि छैन ल, बाई।